हजुरको नाम? मेरो नाम दुर्गे कामी। हजुर। घर हो मेरो स्याङ्जा जिल्ला खेतीखोला 2 देउरालीमा पर्दछ। हजुर। अहिले कति वर्ष? 70 वर्ष। अहिले मेरो उमेर 70 वर्षमा पुग्यो। अनि अहिले काठमाडौँ आउनु भएको छ? हजुर, अहिले काठमाडौँ आएको छु। पढाइ सकेर? गाउँको पढाइ सकेर? हजुर, एसई परीक्षा गरेर अनि उच्च शिक्षा हासिल गर्नको लागि मेरो घरमा आय आर्जन भएन र हाम्रो शिक्षाजीले मेरो चाहिँ नि पुराना भिडियो टेलिभिजन सञ्चार माध्यमहरू देखेर उहाँलाई ज्ञान भएर उहाँलाई दया लागेर माया लागेर अनि म उहाँ यो वृद्धलाई केही न केही म गर्न सक्छु कि भन्ने आशावादी लिएर मेरो चाहिँ गाउँघरमा पुग्नु भएर अनि मलाई गाउँबाट खोजेर लिएर अनि काठमाडौँ ल्याइपुर्याउनु भयो। मलाई प्लेनको चाहिँ सवारी गराएर अनि अहिले आफू बस्ने ठाउँमा ल्याएर यहीँ म बसेको छु। यस्तै छ। आज एक हप्ता भयो काठमाडौँ आउनु। कहाँ जानुभयो? काठमाडौँ बिछालीले कहाँ लानुभयो तपाईँलाई? खोइ मलाई अब त्यति यो सहरको पुरा नामहरू त मलाई त्यति थाहा छैन। मैले बुझेअनुसारको दरबार राजदरबारको बाटो गएँ। राजदरबार चिनाइदिनु भयो। अनि सिंहदरबार चिनाइदिनु भयो। धोबी खोला चिनाइदिनु भयो। अनि बागमती पुल, बागमती, अनि पाटन, अनि अर्को के भन्ने ठाउँ पनि भन्नुभएको थियो। अनि त्यसै गरेर मन्त्रीहरूको अफिसमा नि पुर्याइदिनु भयो। मन्त्रीहरूसँग नि भेट गराइदिनु भयो। हाम्रै स्याङ्जा जिल्लाका गोपालमान श्रेष्ठ मन्त्री, राजु थापा सभासद, उहाँहरूसँग नि भेट गराइदिनु भयो। यस्ता उच्च श्रेणीका व्यक्तिहरू बुद्धिजीवीहरूलाई धेरैलाई उहाँले चाहिँ सम्पर्कमा लैदिनु भयो र उहाँहरूसँग बोल्न पाउँदा फोटोहरू चाहिँ उठाउन पाउँदा म निकै मेरो आत्मै गर्वणीय जस्तो मलाई खुसी अनुभव लागेको छ। अब तपाईँ काठमाडौँ नै बस्ने, अब यहीँ बसेर पढ्ने सोचमा हुनुहुन्छ? हजुर, अब मिले मेसोसम्म म काठमाडौँ बसेर उच्च शिक्षा हासिल गर्ने कुनै सरकारी गैर सरकारी मिडिया मार्फत धनी वर्ग शिक्षित मार्फत कुनै राम्रो ठाउँमा मलाई टेवा दिएर पढ्ने अवसर पाएँ भने म उच्च शिक्षा हासिल गरेर मात्रै स्याङ्जामा जाने मेरो आशावादी छु। कुन विषय पढ्न मन छ तपाईँलाई अहिले अब आएर चाहिँ? मेरो जिपिएले राम्रो राम्रो विषय दिएन। कुनै पनि विषय पढ्न पाएदेखि मलाई चाहिँ छ। म पढेर कोही ठुलो मान्छे हुम्ला, पाइलट भएर जहाज चलाउँला, इन्जिनियर भएर कुनै ठुल्ठुलो पुलहरूको योजना, कुनै सेन्टर बिल्डिङहरूको योजना गरौँला भन्ने पनि मलाई भएन। कुनै के अरे वकिल बनौँला, मन्त्री बनौँला, सभासद बनौँला, सरकार पक्षका कर्मचारीहरू सिडिओ यस्ता अनेक तरहका कर्मचारी बनौँला पनि भएन। मेरो काम हो कि आउने पुस्तालाई, वृद्धलाई, पिछोडिएको वर्गहरू, जनजाति, दलित, यस्ता कामी दमाई सार्की पोडे चामी हाम्रा विभिन्न पिछडिएका चाहिँ नेपालका पछि परेका चाहिँ जनजातिहरू छन् उहाँहरूलाई एउटा चाहिँ नि र आउने पिँढीका बालबच्चाहरूलाई एउटा उद्धार दिनको लागि र उद्धारणीय हुनको लागि मात्र मैले चाहिँ पढेको हुँ। तर कोही सरकार पक्षले कुनै चाहिँ बुद्धिजीवी सङ्घ संस्थाहरूले यस्तो बुढेसकालमा पढेछ र यसलाई चाहिँ सानोतिनो जागिर दिउँ भने उहाँको चाहिँ मन खाएर दया आएर जागिर दिए पनि खाउँला, नत्र भने जागिरको चाहिँ मलाई प्रलोभन छैन। मलाई पढ्न पाए भयो। पढेर समाजसेवा हुनसक्छ भनेदेखि मेरो पढाइको खर्च कुनै मिडिया, कुनै सङ्घ संस्था, सरकार पक्ष, धनी वर्गहरू, महिला पुरुष जोसुकै आय आर्जन भएका नभएका दिलदार मनकारी दयालुहरूले दिएको जाने कुनै सहयोगमा हात थापेर
आफ्नो चाहिँ खर्च पुऱ्याएर शिक्षा आर्जन गर्नमा म लगानी भनेपछि अब तपाईँले पढिसकेर यहाँ शिक्षा आर्जन गरेर मात्रै गाउँ फर्किने अठोट लिएर आउनु भएको छ? हजुर। तर बेला मौकामा त गाउँमा नि जाउँला, तर म अब पढ्ने नै यही नै हो। जब त मलाई चाहिँ कुनै दाताहरूले पढाउन सक्नुहुन्छ भने यदि पढाइदिनु र तन मन दिनुभयो भने म यही नै बसेर पढ्ने। कतिसम्म पढ्न मन छ? पढ्न त अब कति हो तर मेरो स्वास्थ्यले मेरो भनौँ स्वास्थ्य भनौँ मेरो स्वास्थ्यहरूले सहयोग दिने बेलासम्म मेरा शरीरका ज्ञानेन्द्रियहरू आँखाले सहयोग दिए, हातखुट्टाले सहयोग दिए, कुनै पनि चाहिँ अङ्गहरूले सहयोग दिने बेलासम्म पढ्ने मेरो रुचि छ। स्वास्थ्यले चाहिँ हार खायो भने त अब मेरो उपाय छैन। हुनसक्छ मलाई परमेश्वरको आशीर्वादले र नेपालका यी साढे 3 करोड जनताहरूको आशीर्वादले मैले आँटे ताके पुर्याइदिनु होला भन्ने श्री पशुपतिसँग पनि मैले प्रार्थना राख्न चाहेको। भगवानमा नै विश्वास लाग्छ? कुन भगवानप्रति कसलाई मान्नुहुन्छ? भगवान त सबै एउटै हो। जस्तो मानव बराबर मानवले राखेको जात र ठुलो सानो हो, मानवको अङ्ग मानवको चाहिँ चाहना त सबैको बराबर हो नि। रगत सबैको रातै हुन्छ। ठुलो जात पनि हाड र छाला मासुबाट चाहिँ शरीर बनेको हो, सानो जातको पनि हाड र छाल रगतबाट स्वास्थ्य बनेको हो भन्ने मलाई यही नै विश्वास लाग्छ। परमेश्वरको पनि अलिकति आशावादी छ। सृष्टि बनाएको त परमेश्वरले हो नि। अनि सृष्टिमा हामी चाहिँ जन्म लिएर अनि हामी चाहिँ ठुलो भएर व्यावहारिक कामले हामीले अनेक तरहका ज्ञान वैज्ञानका काम कार्य गरेर कोही चाहिँ पानीमा चाहिँ बुड्ने, कोही चाहिँ हावामा उड्ने यस्ता यन्त्रहरू उपकरणहरूको सहयोग लिएर अनि हामीले चाहिँ अहिले गरिआएका हौँ। तर परमेश्वरमा पनि अलिकति अरूको लागि भन्न सक्दैन, मेरो लागि अलिकति विश्वास छ। सर्वप्रथम बाबुआमालाई म मान्न चाहन्छु, अनि पछि परमेश्वर।